हेर्नु साथी, हाम्रो त कारखाना डुबान हुन लाग्यो। घर भन्दा पनि अग्लो रोड बनेर यहाँनिर हुन त अब तरिकै जस्तो हो कि हेर्नु न, यहाँ कारखाना पुरै यहाँ जलमग्न हुन लागिसक्यो भित्रै। यस्तो अवस्था छ। रङ लाउँदै गरेको छ यहाँ बुहारी पानी फाल्दै, यता नातिले पनि फाल्न लाग्छ सघाएको रे। यो गाह्रो नभएको भएदेखि सबै आउने पानी। के गर्ने, यसरी कहिले कतिसम्म सकिएला यस्तो गर्नलाई त। त्यहाँ त आउला पानी सबै त्यहाँ पुऱ्याउनु नागेर आउला कि भनेर नि। यस्तो चाहिँ हेर्नु, सबै डुबाएको चामल सबै भिजिसक्यो। अवस्था छ। सबै बिजा कुताउनु, बाबु साबेल लिएर बसेछ भित्र पानी आउँछ भनेर। के भन्नु अब, यो आकाशबाट आएको पानी जति फाल्दा हुन्छ जस्ताको तस्तै। त्यहाँबाट सानिनु अराउँदैछ काममा। सामान डुबिसक्यो। सबै त्यही भनेर डुब्न लागिसक्यो।